भाइरल त भइन्छ तर दुख्छ है, दुख्छ। मलाई केही पनि भएको छैन र नराम्रो कमेन्ट गर्नेहरूलाई पनि धन्यवाद। हजुरहरूले गर्दाखेरि अझै माथि पुगिरहेको छु, अझै भिडियोहरू हेर्दा छन्। यसरी ब्याकले दिइहाल्यो। भिडियो पढिरहेको छ, थ्याङ्क यू भेरी मच। मलाई कि धेरै माया गर्नुभएकोमा, मेरो भिडियो हेरेर हाँस्नु भएकोमा धेरै धेरै धन्यवाद। घोडाको पछाडि नबस्नु, हाकिमको अगाडि नबस्नु भन्थ्यो, बल्ल थाहा भयो के बनाइरहेछ भनेर। अनि यो मेरो यसरी बनाउने नि पहिल्यै थियो भनौँ न, पहिलो र अन्तिमै भन्छु म घोडाको अगाडि जान्नु। अब म एउटा भाइरल बहिनीसँग कुराकानी गर्दैछु। हाम्रो बहिनी कालिम्पोङ गएको बेलामा घोडाकाण्ड भएको थियो। घोडाकाण्ड बहिनीसँग सानो कुराकानी के भयो, कसरी भयो भन्ने कुरा म सोध्न चाहन्छु। हेरिदिनु होला, सुनिदिनु होला, अनि लास्टमा कमेन्ट पनि गरिदिनु होला है। हेलो नमस्कार, मेरो नाम अभिप्सा खनाल। के गरेको? हामीहरू कालिम्पोङ गएको थियौँ, पुरै फ्यामिलीसँग गएको थियौँ। मेरो मामु, ठुलो मामु, म चाहिँ एकछिन घुम्न निस्केको। अनि घुम्न निस्किँदाखेरि त्यहाँ घोडाहरू छ, जब फोटो खिच्यौँ, याद पनि थियो फोटो खिच्यौँ भनेर गएको। अनि फोटो खिच्यो, टिकटक बनाइयो, भिडियोहरू बनाइयो, सिङ्गल सिङ्गल बनाइयो। ठुलो मामु र मामुको बनाएँ। त्यसपछि मेरो पालो आयो, म अलिकति तल गएँ, घोडा अलिकति माथि आएछ। अनि त्यो फेमस गीत सेकी सेकीमा भिडियो बनाउँछु भनेर अगाडि जाँदाखेरि त पछाडिबाट उहीँ आयो। म आफूलाई जोगाउनुको लागि यस्तो मुख छोपेँ, 1 सेकेन्डको लागि लाग्यो कि घोडा गइसक्यो, तर ब्यागबाट आएर यसरी ब्याकले दिइहाल्यो। तपाईँलाई चाहिँ त्यो घोडा त्यहाँ छ अथवा त्यो घोडाले हान्छ केही यसो डर लाग्यो? मलाई थाहा थिएन त्यस्तो हुन्छ भनेर। म खासै त्यस्तो घोडा जनावरहरूको सामिप्यमा कहिले बसेको थिइनँ। अनि यो मेरो यसरी बनाउने नि पहिल्यै थियो भनौँ न, पहिलो र अन्तिमै भन्छु म घोडाको अगाडि जान्नु। अब गाले होटल आएन, अनि मैले अपलोड गरेँ। मलाई थाहा थिएन कि यस्तो धेरै भाइरल हुन्छ भनेर थाहा थिएन। मेरो मामाले चाहिँ 1 मिलियन पुग्छ, 3 मिलियन पुग्छ भन्ने हुन्थ्यो, तर मलाई लागेको थिएन त्यस्तो हुन्छ भनेर। अहिले त 15-16 मिलियन एभ्री डे पढिरहेको छ। थ्याङ्क यू भेरी मच। मलाई कि धेरै माया गर्नुभएकोमा, मेरो भिडियो हेरेर हाँस्नु भएकोमा धेरै धेरै धन्यवाद। त्यो त भाइरल भयो, ठिकै छ। राम्रा नराम्रा कमेन्टहरू पनि आए। राम्रा कमेन्ट भन्नेलाई र नराम्रा कमेन्ट गर्नेलाई तपाईँ के भन्नु चाहनुहुन्छ? राम्रो गर्नेलाई, मलाई प्रोत्साहन दिनेलाई, मलाई के छ, के भयो, दुख्यो कि दुखेन भनेर सोध्नेलाई म ठिक छु, म सही सलामत छु। त्यहाँ पनि म ठिकै थिएँ, मलाई केही पनि भएको छैन। र नराम्रो कमेन्ट गर्नेहरूलाई पनि धन्यवाद। हजुरहरूले गर्दाखेरि अझै माथि पुगिरहेको छु, अझै भिडियोहरू हेर्दा छन्। नराम्रो कमेन्ट गर्नु भन्दाखेरि पनि हाँसउठ्दो कमेन्टहरू गरिराख्नु भएको छ। म हेरिरहेको छु, मेरो परिवार पनि हेरिराख्नु भएको छ। मेरो बुवा आमालाई, मेरो आफ्नो श्रीमान सासू, आफ्नो सबै दाजुभाइ दिदीबहिनी, मेरो ठुल्मामुहरू, दिजुहरू, बिराजुहरू सबैजनालाई धेरै धेरै धन्यवाद। यति सेयर गरेकोमा, यति माया गरेकोमा, र म भाइरल भएको उपलक्ष्यमा मलाई सेलिब्रेट गरेकोमा धेरै 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 धन्यवाद। थ्याङ्क यू। हजुर हजुर, कालिम्पोङ। अनि तपाईँलाई त्यो भ्युज आउनु, तपाईँ भाइरल हुनु सबै केही कालिम्पोङ माताले गर्दा हो कि भन्ने अलिअलि तपाईँको त्यस्तो मनमा भाइब्सहरू आएको छ कि छैन? मलाई म सुरक्षित साथ मलाई घर पुऱ्याइदिनु भयो, त्यो म एकदम आभारी छु माताप्रति। अनि कालिम्पोङको पनि चर्चा भइरहेको छ, त्यो घोडाको चर्चा भइरहेको छ। म सबैजनालाई आमाको सधैँ कृपा रहोस् भनेर धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि तपाईँ त भाइरल हुनुभयो, अनि आज भोलि फेरि कालिम्पोङ जाँदा घोडाको लागि अथवा घोडा भाइरल हुनको लागि अरूहरू पनि गएर त्यहाँ टिकटक बनाउन चाहन्छन् कि घोडा सँगसँगै भाइरल हुन चाहन्छन् कि त्यसप्रति तपाईँ के सुझाव दिन चाहनुहुन्छ? जानुस्, रमाइलो गर्नुहोस्, एकदम रमणीय ठाउँ छ, एकदम माताको शक्ति एकदम राम्रो छ, जानुस्। तर घोडाबाट चाहिँ अलिक पर बसेर बनाउनु होला, भाइरल त भइन्छ तर दुख्छ है, दुख्छ। तपाईँलाई जस्तो त्यो घोडाले हान्दा पनि काहीँ चोटपटक लागेन, काहीँ केही पनि भएन होइन? चोट लाग्यो, खाइमा चोट लाग्यो, तर त्यस्तो घाउहरू केही पनि भएन। एकछिन त दुख्यो, तर त्यो बाँचियो भन्ने त्यो आशले नै म सकुशल मजाले आफ्नो होटलसम्म पुगेँ र घर पनि फर्केँ। मेरो यहाँ क्यामेरा पर्सन पनि हुनुहुन्छ, मामु, मेरो मामु है क्यामेरा पर्सन हुनुहुन्छ, र प्रत्यक्षदर्शी मेरो ठुल्मामु पनि हुनुहुन्छ। यहाँ ठुल्मामु निशा खनाल र प्रमिला खनाल, र म चाहिँ अभिप्सा खनाल। उहाँहरूलाई पनि क्यामेराम्यान र प्रत्यक्षदर्शीलाई पनि धेरै धेरै धन्यवाद। उहाँहरूको साथ सहयोग र मायाले नै तपाईँ आज भाइरल हुनुभयो होइन? एकदम तपाईँलाई धेरै धेरै धन्यवाद। आगामी भिडियोहरू पनि सबै यसरी नै भाइरल होस्।
आगामी दिनहरूमा तपाईँको उत्तर प्रगति होस् भन्दै धन्यवाद दिन चाहन्छु। अनि लास्टमा सबै दर्शकहरूलाई अथवा चाहिँ नि सबै उहाँलाई भाइरल गराइदिने टिमहरूलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि उहाँको भिडियो हेरेर सेयर गरेर कमेन्ट एकदम गर्नुहोस्। धन्यवाद। थ्याङ्क यू। सेयर गर्दै गर्नुहोस्, भ्यू हेर्दै गर्नुहोस्, भ्यू बढाउँदै गर्नुहोस्। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू।